चुरे भूगर्भिक दृष्टिले नवनिर्मित र कम बलयुक्त चट्टानले बनेको वर्षा निर्भर क्षेत्र हो। यी चट्टानहरू वर्षैभरि खुल्ला हावापानी, वर्षा, तापक्रम परिवर्तनसँग प्रत्यक्ष सम्पर्कमा रहने हुँदा निरन्तर मौसमीकरण र क्षयीकरणको गम्भीर जोखिममा हुन्छन्। त्यसैले चुरेमा चट्टान क्षरण, नदीले बनाएको अनियमित फोत्रोपन, नदी कटान, भूस्खलन, भूक्षरण स्वतः प्राकृतिक रूपमा भइरहन्छ। प्राकृतिक रूपमा नै विनाश भइरहेको चुरेमा मानवीय गतिविधिले झन तीव्र बनाइदिएको छ। महाभारतबाट बग्ने सयौं नदी नाला यही चुरे छिचोल्दै तराईतर्फ झर्छन्। त्यसैले चुरेको स्थायित्व भनेकै तराई मधेसको जीवन रेखा हो। त्यसमा पनि नेपालमा औलो उन्मूलनपछि चुरे र भाबर क्षेत्रमा तीव्र रूपमा मानव बस्ती विकास हुन थाल्यो, जसले बसोबास, खेतीका लागि अनियन्त्रित वनफडानी, वन पैदावारको अत्यधिक दोहन, खुल्लाचरी चरण र अवैज्ञानिक सडक निर्माणले चुरेको विनाश झन तीव्र बनाइदिएको छ। जमिनको उत्पादकत्व घट्दै, माटो खस्दै, नदी कटानले चुरे तथा भाबर क्षेत्रको जलाधार स्थिर र कमजोर बन्दै गयो।